चार्जर चाहिँ त्यति त रहेनछ, यति मात्र रहेछ। यस्तो छ हाम्रो होइन, यता इन्स्ट्रुमेन्टहरू राखेको छ, त्यति खासै छैन, यस्तै छ। कपिराइट आउँछ, म आवाज कम गरिदिन्छु। अनि यस्तै छ, अब त्यति धेरै त छैन रहेछ। अब एकैचोटि म अलिकति काम गर्छु छ होइन, बाँकी हाम्रो कामहरू अलिकति छ, त्यो चाहिँ काम सकाउँछु। त्यसपछि पछि भेटौँ न त विवाहतिर है। ल सो हेलो गाइस, म चाहिँ भर्खरै पुगेको छु, स्कुल गएको थिएँ। अनि यता चाहिँ चर्च सफाइ भइरहेको छ, यता हेर्न सक्नुहुन्छ। आयुष टोइलेट सफा गरिरहेको छ मजाले, यता मोटर चलाएर मस्तले मजा आइरहेछ गाइस, हेर्न सक्नुहुन्छ। सो यस्तै छ गाइस, अहिले काम चलिरहेछ। सिल्लुस हाम्रो सिलासको गेटअप म देखाउँछु है। ओ भाइ तलदेखि माथिदेखि ल गाइस, लेडिज मोबाइल। अनि म चाहिँ त्यही पुरानो ज्याकेट ल देखाउन आइयो रे गाइस। जगसी त्यो चाहिँ हाम्रो रहेछ। रमेश रङ्गी बिरङ्गी लाइट बाल्यो न यार, आज हाम्रो चर्चमा बिहा रहेछ। सिलासको जोस हेर्नुहुन्छ, सिलासको जोस, हाम्रो सिलास हिरो हो। हाम्रो चाहिँ स्टेज यतिकै रहेछ, त्यति धेरै त छैन होइन। सस्तो मस्तो बजेटवाला हाम्रो डेकोरेसन छ होइन। सो मान्छेहरू चाहिँ आउन थालेछन् होइन। अनि हामीले चाहिँ यस्तो बिहेको झलकको लागि फोटोसोटो खिचिसक्यौँ। अनि उता चाहिँ मान्छेहरू चाहिँ पुग्न आँटिसके। अब हुन्छ, हामी बिहेपछि भेटौँला नि त। हुन्छ, हामी बिहेपछि भेटौँला। फुलकुमारी रमेश करो 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 करो।
विवाह चाहिँ भइसक्यो होइन अनि हाम्रो चाहिँ उता दुल्हा र दुलीको बिदाई पनि भयो तर मेरो माथि यता फुल पनि हुनसक्छ होला यता छ सिलासको माथि पनि फुल छ सिलास उनीहरू वर्षाउ प्रभु वर्षाउ आज आशिषको झरी भन्दै उनीहरूले हाम्रो माथि नि वर्षाएछन् जस्तो लागेछ यता चर्चभरि यता स्टेजमा नि हाम्रो माथि वर्षाएछ अनि म चाहिँ तपाईँहरूलाई यता बाहिर देखाइदिन्छु होइन अलिकति भिडियोहरू छ तपाईँहरूलाई हेर्नुहोस् हेलो 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 अब अरू त केही छैन जस्तो लाग्यो होइन अब बिहे पनि सक्यो हामी चाहिँ खाना खाएर डाइरेक्ट आइसक्यौँ भर्खरै गएको थियौँ जाने बित्तिकै खाना खायौँ खाने बित्तिकै आइहाल्यौँ होइन अब त्यही हो अब अगाडि अगाडि मान्छे गइरहेछन् अब हामीले चाहिँ चर्चमा अलिकति सामान प्याक गरेर अब हामी पनि घरतिर निस्कौँ अनि अलिकति यस्तो आराम गरौँ घरतिर बसौँ अनि त्यसपछि आफ्नो आफ्नो गन्तव्यतिर लागौँ है त अनि यो भ्लग पनि म सायद धेरै लामो भएन भने एउटैमा हाल्छु होइन त्यो अस्ति हिजोवाला अनि लामो भयो भने हिजोको आधा अनि आजको आधा अलग अलग हाल्छु है ल हुन्छ धन्यवाद छ यहाँसम्म हेर्नुभयो अनि च्यानलमा नयाँ हुनुहुन्छ भने एउटा लाइक अनि कमेन्ट अनि सब्सक्राइब पनि गर्नु होला है यसरी नै तपाईँहरूलाई रमाइलो भिडियोहरू तपाईँहरूको लागि हाल्छु है त ल बाई बाई सी यू इन नेक्स्ट भिडियो बाई बाई गिटारभन्दा बढी मजा त पियानो बोक्नमा आउँछ होइन यो स्ट्यान्ड छ मसँग यो पियानोभन्दा पनि यो भारी रहेछ कि यो स्ट्यान्ड पियानोभन्दा भारी रहेछ कि अनि मजाले म अब चाहिँ घर पुगिसकेँ होइन यस्तो देखाउँछु नि खुट्टामा ओ भाइ ओभर थाकिसकेछु म ल अब भेटौँला अर्को भ्लगहरूमा बाई बाई सी यू